हात राखेर उभिएका थिए सबिन महर्जन। त्यही बेला गोलीको आवाज आएपछि मानिसहरू चनाखो भएर हेर्छन्। यता सबिन भने ढलिसकेका छन्। एकपटक आवाज सहितको यो फुटेज हेर्नुहोस्। त्यो नकली गोली रहेछ के हो? रबरको गोली डराउनु पनि हो। इटा पार्नलाई कस्तो नाक पोले थाल्यो। तर सिधै अब यति त मेरो माइती छ ए पेरिस डाँडा गइसक्यो के सब छेकेर पठाइराखे पेरिस डाँडामा गएर आगो लगाउन बेड छैन अहिले। पेरिस डाँडामा गएर आगो लगाउन बेड छैन। लाग्यो ठाउँमै लागेको छ त्यसलाई। हाम्रो रगतैको गयो यार, ठहरै गयो यार। अब झन् उग्रो हुन्छ, अब झन् उग्रो हुन्छ। मारिदियो यार, मारिदियो है। बुढीमै लागेको छ यार। मारिदियो यार। मोरे परान गरिरहेछ। मोरे यार बिचरा मार्यो केटाले यार। मान्छे मार्न पाउँदैन। अगाडि बसेकोले त्यो नकली गोली रहेछ के हो? रबरको गोली डराउनु पनि हो। इटा पार्नलाई कस्तो नाक पोले थाल्यो। तर सिधै अब यति त मेरो माइती छ ए पेरिस डाँडा गइसक्यो के सब छेकेर पठाइराखे पेरिस डाँडामा गएर आगो लगाउन बेड छैन अहिले। पेरिस डाँडामा गएर आगो लगाउन बेड छैन। लाग्यो ठाउँमै लागेको छ त्यसलाई। हाम्रो रगतैको गयो यार, ठहरै गयो यार। अब झन् उग्रो हुन्छ, अब झन् उग्रो हुन्छ। मारिदियो यार, मारिदियो है। बुढीमै लागेको छ यार। मारिदियो यार। मोरे यार परान गरिरहेछ। मोरे यार बिचरा मार्यो केटाले यार। मान्छे मार्न पाउँदैन।